32-33 हो, सानै हुँदो रहेछ त नि। एकचोटि धुँदाखेरि तपाईँको ठ्याक्कै साइजमा आउँछ। नभए तपाईँले यही ब्रान्डको एक साइज ठुलो लानुभयो भने भइहाल्छ। तपाईँ बढ्ने उमेरको मान्छे, यो त लास्ट पिस हो। हामीसँग त्यो कलर जाने गर्ने हुन्न नि। तपाईँको एकचोटि धुँदा कलर एकचोटि गा जस्तो हुन्छ, थोरै हल्का जान्छ, तर एकदम लाइट कलरमा आउँछ क्या फेरि। तपाईँको त्यो अहिले किन्दा भन्दा पनि तपाईँको राम्रो देखिन्छ कि। यो तपाईँको हाम्रो 5000 जस्तो पिस हुन्छ। तपाईँको अहिले हामीसँग गयो यो बाँकी लास्ट एक पिस बाँकी हो। सबै तपाईँको हामीलाई देश विदेशबाट अर्डर आइरहन्छ। नेपालमा हाम्रो बिक्री हुन्न, सबै बाहिर जाने लाउने हो। सब यो लास्ट पिस बाँकी हो। नमस्कार बहिनी, बस्दै गर्नु उता, बस्दै गर्नु न, ठाउँ छोड उता, कुर्सी राख्दै त उता, दिदीहरूलाई कुर्सी राख्दै त। अरू जस्तो होइन, हामी एक एक माल गोदाममै गएर हेरेर तपाईँको छामेर माल कस्तो हो, केबाट बनेको हो ल्याउँछौँ क्या। हामीलाई त व्यापार धेरै गर्नु छैन सर। हामीलाई अहिले व्यापार गरेर कमाएर भागिहाल्नु छैन नि सर। जाडो महिनाको लागि हो भने तपाईँले यो सेट लिएर जानुहोस् क्या। तपाईँको एकदमै चाहिँ राम्रो छ। तपाईँ भाउजूले लाउँदा नि भयो, हजुरले लाउँदा नि भयो, हजुरको ठुल्छोरीले लाउँदा नि हुन्छ। सबैलाई मिल्छ, सबैलाई साइजमा आउँछ। तपाईँको हेर्नु, तपाईँ यो ज्याकेट नकिन्नु सर। म व्यापारी भयो भने तपाईँलाई यो ज्याकेट नकिन्नु भन्छु। तपाईँ त्यो मान्छेले यो लाउनु सक्दैन कि। यतिको लाउनुहोस् न, यतिको। तपाईँको मान्छेले यही कपडा तपाईँको बेच्छन्। तपाईँको ट्याग हेर्नु नि, ट्याग हेरेरै थाहा हुन्छ। म्याम यही कपडा तपाईँको पल्लो पसल ओल्लो पसलतिर बेच्छन्, मान्छेले 3500 4000 बेच्छन्। तर हामी त्यो वर्गमा पर्दैन। म तपाईँसँग बाजी छोड्न तयार छु।